हेलो गुड मर्निङ नमस्ते सेवा साथीहरू वेलकम ब्याक टु माई च्यानल सुनिराईमा धेरै स्वागत गर्न चाहन्छु। अनि आज पनि म चाहिँ तपाईँहरूको माझमा न्यू भिडियो न्यू ब्लगको साथमा आइसकेको छु। अनि आजको ब्लग चाहिँ के छ भन्दै गर्दा त्योभन्दा अगाडि चाहिँ तपाईँहरू सबैजनालाई 2082 सालको ह्याप्पी न्यू इयर। अनि आज चाहिँ न्यू इयर मनाउनुको लागि जाँदैछौँ माइपोखरी। अनि हाम्रो चाहिँ यो जस्तो खालि माइपोखरी मात्रै हुन्छ नि त डुलाई चाहिँ। अनि अरू ठाउँ जानको लागि चाहिँ टाइम पनि मिल्दैन नि, त्यही भएर आज पनि माइपोखरीसम्मको यात्रामा छ। अनि म चाहिँ घरबाट हिँडिसकेको छु। अनि मेरो साथी अनि बहिनी चाहिँ हिँडेको छैन। अनि मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला निरन्तर। म चाहिँ राम्रो अरे यो चाहिँ एक दिनको लागि मात्रै बनाएको ट्रिटमेन्ट। मेरो चाहिँ कता एक दिन होइन 1 घन्टा 1 घन्टा चाहिँ टिक्छ कि भरे फेरि देउराली घुम्नु चाहिँ सबै। फाइनली मेरो लुक चाहिँ बदलाउन जस्तो भनिदिइसकेको तपाईँहरूलाई पनि आवश्यक छ अरे सफल गर्नु होला। यस्तो भयो। अगाडिको नि खिचेको छौ, अघि र अहिलेमा के चेन्ज देख्नुभयो भन्न सक्नुहुन्छ। खासै राम्रो चाहिँ छैन। चाहिँ वन्दना र म अनि म यहाँनिर चस्मा लगाएर सफारी जाँदैछौँ। अनि अघि माथि निपीहरू चाहिँ आइसक्यो। यहाँ चाहिँ अस्तिको बाटो खनाइले ढुङ्गाहरू यति साह्रो झरेको छ, बिजोक छ यहाँनिर चाहिँ। अनि बिजोकको नि रमाइलो अन्तिम। यहाँ चाहिँ अब यो कहिले ढुङ्गाहरू बटुल्नु पर्ने होला नि, के चाहिँ छोडिदिनु। सही कुरा गऱ्यो वन्दनाले। यो एक दिनको श्रमदान चाहिँ यहीँनिर। आम्मामा यो के हो ढुङ्गा झरेछ नि। अन्त 2 शब्द बोलिदियो त। यो होइन नि, अब आफ्नो गाउँको उपर्दै गर्दा त अब त्यो त समाजले पनि अनि अब पालिकाले नि वडाले नि हेर्नु पऱ्यो नि होइन। अनि यो चाहिँ अब क्षतिपूर्ति चाहिँ हेर्नुपर्ने हुन्छ नि त सबैजनाले। अनि अबको आउने श्रमदान चाहिँ यतै गर्नुपर्छ भन्ने हाम्रो चाहिँ निर्णय पारित गरियो। अनि साथीहरू हाम्रो चाहिँ भेटघाट भइसकेको छ। यता निपी राई, समीक्षा राई, वन्दना राई एन्ड जेनी राई। जेनी राई हेलो जयमसी। साथी बाइकबाट गइसक्यो। अनि हामी चाहिँ देउराली आएको बाइकबाट आएको पछाडि बसेको झन्डै गलेर खुट्टा गलेर नि। अनि मेरो यतापट्टिको नि। अनि हामी चाहिँ यति साह्रो 1 गते भनेर चाहिँ मेला लाग्छ साथीहरू। अरू बेला त्यहाँ चाहिँ केही हुँदैन है। अनि हाम्रो देउराली बजार चाहिँ यस्तै छ। अनि राम्री नै छौ आऊ। अनि यता माथि दृश्यहरू सक्नु नै छ। अनि साथीहरू हामी चाहिँ बजार आइपुगेको। बजारको चहल पहल त्यस्तो रहेछ 1 गतेको। हाम्रो अरू बेला हाट चाहिँ शुक्रबार लाग्छ। अनि शुक्रबारको बजारमा चाहिँ अब जस्तो लाग्नु छोडेको थियो। धेरै समयपछि यतिको बजार देखियो 1 गते भएको कारणले गर्दाखेरि। यहाँनिर पुरै मालमाताहरू नि बेच्ने लिएको रहेछ। भएर चप्पल चाहिँ भयो। अनि ल्याउनु पर्थ्यो नि त, पसल। अनि यता कपडा पसल हुन्छ। यसबाट आउँछु नि। एकदम बजार चाहिँ ठुलै लागेछ साथीहरू आज चाहिँ। कतिमा अरे 150 भन्छ छैन। अनि यस्तै छ है पसलहरू चाहिँ साथीहरू। यति नै खिच्नु पऱ्यो।
र बजारहरू यहाँ झुम्काहरू देवेशी भाइ यस्तै छ साथीहरू हाम्रो चहलपहल जयमेसी गर्नु पर्दैन जयमेसी गर्नु पर्दैन रमेश यहाँनिर नानीहरूलाई खेलाउँछ बर्थडेमा लाउनु यस्तो छ साथीहरू हेरिरहेको छ अनि यस्तै छ चहलपहल रहेछ साथीहरू यहाँनिर चाहिँ केहरू के चाहिँ है उयो पर्छमा डुलेर आऊँ न डुलेर आऊँ न उयोसम्म हाम्रो देउराली बजार साथीहरू यतै माइपोखरी जाने सर्टकट बाटो यताबाट पनि जान सकिन्छ अनि यहाँ चाहिँ पानहरू बेच्दै हुनुहुँदो रहेछ अनि मिठाई पसल जेरी पसल जेरी पाउँदो रहेछ यहाँनिर अहिले नै सोध्नु अहिले नै हाम्रो चाहिँ चटपटे खानु आँटेको हुन्छ चटपटे कस्तो छ मिठो छ हामी चाहिँ ठ्याक्कै नम्बर सुनार को घरमा आइरहेछौँ साथीहरू नि हेर्नु न एकदम हेर्नु न साथीहरू नि अलिक यो ठाउँमा चाहिँ हेर्नु नि त केटाहरू हिँड्यो पनि अलिकति जाँदा त त्यसले एकदम पछि लाग्दैछ साथीहरू पनि राम्रो थिएन कि तर पनि त्यस्तो भन्नु नराम्रो मान्छे होइन अलिक राम्रै केटाहरू देख्छ एकदम जाँदा चलेको छैन यिनीहरूको पनि चलेको छैन जाँदा एकदम चलेको छैन एकदम अगाडि हिँड्दैछौँ गाह्रो छ हामी चाहिँ ठ्याक्कै के पो माइपोखरीको मन्दिरमा आइपुग्यौँ समाउ मलाई यो मन्दिर होइन यहाँ पूजा गर्ने ठाउँ देख्न सक्नुहुनेछ हेर्न चाहिँ सक्नुहुन्छ यहाँनिर चाहिँ मान्छेहरूको आस्था र भरोसा राख्नु सायद हामी चाहिँ यहाँनिर एक कुना चाहिँ आइसकेको छौँ है हामी तल जानु सक्थ्यौँ तर यहाँनिर सबैजनालाई अल्छी लागेको कारणले चाहिँ हामी तल नजाने यहाँबाट देखाइदिने होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँनिर एक कुना भयो यहाँनिर चाहिँ पूजा गर्नेहरू चाहिँ यहीँ तल आएर गर्नुहुन्छ आदम पूजा भइरहेछ सो हामी यति नै देखाउनेछौँ धेरै हेर्नु हुँदैन धेरै हेर्नुभयो भने आँखा दुख्छ भ्लग भनेपछि जस्तो पनि खिच्नुपर्छ हजुर महाकवि देवकोटाले भन्नुभएको यसलाई हामी सबैले पालना गर्नेछौँ कुन कवि मन पर्यो थाहै छैन कि तर पनि मैले आफ्नै लगानी गरेको किनकि म सिङ्गर हो नि त साथी भनेको यस्तो हुनुपर्छ है साथी गाई छोरा हामी चाहिँ अब फेरि कहाँ जान्छौँ होला अहिले यो चाहिँ हाम्रो माइपोखरीको बोटिङ गर्ने ठाउँ हो यहाँ बोटिङ चाहिँ छ कि छैन थाहा छैन देखाउने छु ममा पानी त ठुलो बढेछ बन्दनाहरू कहाँ छ के छ नि यहाँ पर भनेर नि म त ए बोटिङ गरिरहेको रहेछ म देखेकै थिइनँ यस्तो छ बोटिङ गर्ने ठाउँ चाहिँ जाउँ न हामी पनि पर हेर्नु नगरे पनि बोटिङ गरे पनि के कहाँदेखि जान्छ ए जाने ठाउँै पो छैन रहेछ नि यहाँ जाने माथिबाट वर्षमा जाउँ साथीले पनि हाम्रो नदेखेको अवस्था
यत्रो हात लाउँदा पनि हल्ला दिदी नै यता आइगयो ठिकै छ भएर यसलाई घर पुगेपछि साथीहरू आज चाहिँ एकदम मजा लागिरहेछ हाम्रो साथी चाहिँ यहाँ चाहिँ बोलाएको नि सुन्दैन अब परदेखि आउँदै गर्दा नि बोलाएको सुनेन देख्नु हुँदैछ होला यहाँनिर सानो ठुटाले छेकेको रहेछ भन्दैन भन्दै 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 सुन्दैन हौ पक्कलाई कतिखेरदेखि बोलाएको रहेछ हामी त हेर्छौँ मात्रै 1 घन्टा भयो ल यो चाहिँ हाम्रो माइ पोखरीको बोटिङ गर्ने ठाउँको ओल्लो साइड हो यहाँ चाहिँ एकदमै रमाइलो रहेछ यो ठाउँ चाहिँ म पनि फर्स्ट टाइम आउँदैछु अनि बोटिङ गर्ने ठाउँ यताबाट दामी देख्दैछ हामी चाहिँ पल्लो छेउबाटोमा त अघि हेरेको थियौँ नि त अनि यता चाहिँ यस्तो छ भनेर सोचेको पनि थिइनँ अनि आएको पनि थिइनँ मिस कल गरिहाल्छ नि अनि यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ दामी रहेछ म यहाँ छु अनि एकदम स्टार भइरहेको छ अनि आज चाहिँ खै किन एकदम आउँछु लागेको फिल भइरहेको छ नि त अनि यस्तै छ है साथीहरू बोटिङ गर्नु भनेको त्यहाँदेखि चाहिँ पालो पर्खेर निकै टाइम लाग्ने रहेछ एकजनाको 100 रुपियाँ रे टाइम निकै लाग्ने रहेछ साथीहरू हामीलाई नि यसरी बोटिङ गर्नु मन लागेको थियो के गर्नु हामीलाई बोटिङ गराउने मान्छे नै भएन सिंगल लाइफ गाह्रो हुँदो रहेछ सिंगल लाइफ गाह्रो हुँदो रहेछ नत्र त हामीलाई नि यसरी बोटिङमा कुदाउँथ्यो होला अनि हेर्नु न साथीहरू यहाँनिर चाहिँ एकदम जोडीहरू कपाल्सहरू मात्रै छ हाम्रो चाहिँ छैन हामी चाहिँ एकदम बिचको गएर अरूको जोडीहरू हेर्दै बसिरहेको छौँ जोडी नहुनुको पीडा मलाई आज थाहा भयो सो अनि हामी चाहिँ यहाँनिर अहिले यो मन्दिर छेउ आएको छौँ है अनि यो चाहिँ बेहुला बेहुली बसेर मङ्गलम विष्णु गर्ने ठाउँ अनि यो के हो यो थाहा भएन मलाई अनि यो पनि मन्दिरै हो तपाईँहरू पूजा गर्ने भने चाहिँ यहाँ आउनु सक्नुहुन्छ अनि यो चाहिँ यो तुलसीको बोट हो अनि यहाँनिर चाहिँ त्यो पानी लाएर त्यो यस्तो दियो खै के गर्छ नि यो थाहा भएन यो कुनै कुनै ठाउँमा अहिले पनि तर मलाई थाहा भएन अनि सो के हो यो मलाई थाहा भएन अनि यहाँनिर चाहिँ के छ ए यहाँनिर पनि एकदम पूजा गर्ने ठाउँ रहेछ है ठुलो रहेछ अब भने चाहिँ हामी यहाँनिर गार्डनमा आइसकेको छौँ होइन अनि एकदम धेरै मान्छेहरू रहेछ अनि यो ठुलो किन भन्नु अनि यहाँनिर फोटो खिच्दैन आज पाइँदैन रहेछ अनि यसपालि चाहिँ यो एकदम ढिलो यो फुलेछ क्या यो उयो फुलेकै छैन यो के भन्छ यसलाई चाइनिज ग्रास के भन्छ नि अनि हामी चाहिँ यहाँ गार्डनमा आइसकेको छौँ हामी यहाँनिर चाहिँ भेट्न आउँ भन्दै थियो अनि मैले पनि जबरजस्ती गरेर आएको अनि गर्मीले हामी सबै कालो कालो भइरहेको छौँ अनि हामी गर्मीले कालो होइन अनि गार्डनमा चाहिँ छैन रहेछ त फुलहरू पनि अल्छी लाग्दो पो रहेछ खिच्नु मन लागेन अनि अब हामी जानेछौँ यो चाहिँ हामी फोटो पनि खिचेनौँ खिच्नु मन लागेन धेरै मान्छे थियो र लास्ट लाग्यो हामीलाई अनि हामी चाहिँ फर्किनेछौँ अब खुट्टा बुझ्यो हामी जङ्गलको बाटो जानेछौँ हाम्रो माइ पोखरी यस्तै छ साथीहरू अनि आज चाहिँ मैले यहाँनिर भिडियो खिच्न किनकि एकदमै आज चाहिँ अल्छी लागेको अवस्था भएको कारणले गर्दाखेरि अनि हाम्रो माइ पोखरी चाहिँ मैले यहाँबाट मात्रै खिचिरहेको छु साथीहरू त्यो पारी देख्नुहुन्छ त्यसरी पनि घुम्ने मान्छेहरू नै हो हाम्रो यो चाहिँ माइ पोखरी बजारको बजार हो साथीहरू यहाँदेखि त चाहिँ इलाम जान्छ यहाँदेखि त चाहिँ हाम्रो घर जान्छ अनि यहाँको बजारहरू चाहिँ यस्तो छ
ये गर्मी यस्तो छ आजको बजार। अब सुमीको साथी नि गइसक्नु भएको छ घर। ठन्डामा फोटो खिचेको थिएँ नि गऱ्यो उसले। म चाहिँ किन देख्दिनँ है। हाम्रो मेला चाहिँ यस्तो छ है साथीहरू। खाने होला नि हाम्रो मेलामा चाहिँ लाने हो। कति खानु आमामा त पेटमै कति राम्रो नानी हौ। अनि हाम्रो चाहिँ देख्न सक्नुहुन्छ लुगा हामीले चाहिँ आज कति धेरै किनेको छौँ नि तर के रहँदै रह्यो। हामीले कति धेरै किनेको छौँ लुगाहरू। अनि अब हामी चाहिँ घर जाँदैछौँ के भएर तर हाम्रो चाहिँ सबैजना यतानिर हाम्रो न्यु इयरको तर मेरो यो अघि गइ त गइछ नि सबैजना टप्पु गएर आउनेहरू हुनुहुन्छ। अनि हामी चाहिँ आधी बाटोबाट कम्ता रमाइलो भएको रहेन एक गते अब वर्षभरि रमाइलो। यतिको चाहिँ हुनुपर्छ कि आन्टीहरू भनेको बुझौँ ल। अब हाम्रो गाउँको किराहरू चाहिँ यति नै रहेछौँ साथीहरू। सो गाइस अनि हामी चाहिँ घर आइपुग्न आँटेको छौँ। अनि आजको भिडियो खासै गर्नु पाइनँ मेरो स्टोरेज छोडेको थियो अनि मेमोरी थिएन नि त आज। अनि त्यही भएर मैले चाहिँ खासै भिडियोहरू गर्नु पाइनँ। अनि आजको भिडियो कस्तो लाग्यो होला पनि मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यस्तो चाहिँ भिडियोहरू हेर्नको लागि चाहिँ सुनेर युट्युब च्यानललाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। अनि लेखिदिनु होला। अनि अर्को भिडियोमा देख्नु बाचा गर्दै टाटा बाइ बाइ।